आज चाहिँ हामी यसरी यो राँगाको खुट्टाको सुप बनाउँदैछौँ। अनि यसमाथि यो मासुहरू छ नि त, अनि यो धेरै नउडोस् भनेर चाहिँ यसरी हामीले यो चाहिँ खरिढुङ्गा हो है। तपाईँले यो अघि एकजना सरले नै डेक्ची भन्दै हुनुहुन्थ्यो, यो चाहिँ खरिढुङ्गा हो। यो खरिआएको देख्नुभयो होला। धेरै कट्यो भने त कोदारेर सकिन्छ, मलाई त घरबाट लखेट्छन् होला हौ। यसरी हामी सर बनाउँदैछौँ। अनि यत्रो ठुलो ठुलो उसहरू हालेर आगोहरू दाउराहरू। अनि यो चाहिँ दिउँसोभरि मजाले गलेर बस्छ। यतासी तातो पानी, जब त्यहाँ पानी सुक्छ यहाँबाट टक्क पानी उठायो त्यहाँ हाल्यो। अनि बेलुका चाहिँ सट्ट मस्तको सुप बनायो अनि सट्ट पियो। तपाईँहरूको कसलाई मनपर्छ, कसले यसरी बनाएर खानु भएको छ, त्यसको माथि चाहिँ यसरी हामी सुकुटी बनाउँछौँ। माथि यसरी हामी मकै झुन्डाउँछौँ। हाम्रो गाउँले जीवन यस्तै चल्दैछ है गाइस। तपाईँहरूको के छ कमेन्ट होस्।